रासोपाको दुई तिहाई कसरी आउँछ जान्नुभन्दा पहिला सुन्नै पर्ने केही कुराहरू छन्। जनतालाई हेपेको हेपै गर्ने, अरूको अस्तित्व कहिल्यै स्वीकार नगर्ने, कमजोरी भयो भन्ने त ठान्दै नठान्ने, आफूले जे गरे पनि ठिक अरूले मान्नै पर्छ भन्ने दम्भी, एक नम्बरका घमण्डी र कुशासनका नायक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यो खाले पतन यसअघि नै आकलन थियो। 19 जना युवाको सडकमा हत्या गरेपछि पनि सरकारबाट राजीनामा दिन ओली तयार भएनन्। त्यसपछि झन् यो पक्का बनेको थियो। उस्तै अर्का पात्र छन् जसले नेतृत्व बदलिनुलाई मात्रै कांग्रेस बदलियो अब देश बदल्छौं भन्दै भोट तान्न खोजे, तर बदलिएको केही थिएन। कांग्रेसको सभापतिबाट देउबा बदलिएर गगन आएका मात्रै थिए। हिजो पनि भ्रष्टाचार आरोपी र विभिन्न काण्डेबाजहरूलाई देउबाले टिकट दिएकै थिए। यसपटक पनि गगनले त्यही गरे। आफ्ना एजेन्डा भन्दा पनि बढी रवि बालेन जस्ता पात्रहरूलाई भिलेन देखाएर खुइल्याएर एक नम्बर बन्छु भन्ने सोच राखे। फलत कांग्रेसको अवस्था पनि कठैभरा भन्नुभन्दा माथिको रहेन। दुई शक्तिशाली पात्र र तिनकै पार्टीको यो कन्ताबिजोगले रासोपालाई एक नम्बर बनाएको छ। अब स्पष्ट बहुमत सहित रासोपाले 5 वर्ष सरकार चलाउने र बालेन देशको प्रधानमन्त्री बन्ने लगभग पक्का बनेको छ। तर रासोपाको शक्तिशाली अनुमोदनले आफूलाई सधैँ प्रभावशाली सोच्ने धेरै नेताहरूको कन्ताबिजोग हुँदैछ। तपाईलाई लाग्ला जनताले रासोपा र बालेनलाई विश्वास गरेर मात्रै भोट खन्याएका हुन्, तर यति मात्रै कदापि होइन। वर्षौंदेखि रिसाएका जनताले एमाले कांग्रेस जस्ता पार्टीको अत्याचारलाई तह लगाएकै कारण देशभर रासोपाले जित्ने अवस्था आएको हो। किनकि उनीहरूको अचाक्ली यतिसम्म थियो कि उनी भ्रष्टाचार गर्दिन्न भन्थे, यिनकै मन्त्री खुल्ला घुस डिलमा सहभागी भएको प्रमाण सार्वजनिक हुन्थे।